यो धरान 13 फुस्रे हो। हिजो रातिको पानीले गर्दा सबै बलुवा बगेर लिएर आएको छ बाटोमा। हेर्न सक्नुहुनेछ त्यो खोला सबै बढेर आएर माथिबाट सबैको खोला हेर्नुहोस् कत्रो आएको छ हेर्नुहोस्। यो गेबिङ लगाएको थियौँ हामीले, यो गेबिङले गर्दाखेरि पानी त कट्नु भएको छैन, नभए सबै पानी आउँथ्यो। यो चाहिँ पुल हो तपाईँको पोसु पुल हाम्रो माथि धरान 13 को सबै पानीले बलुवा गिटी माटो सब लिएर आयो माथिदेखि लगाएर, केही बाँकी राखेन। हिजो रातिको पानीले बिजोग बनायो बाटोमा। खोला यो चाहिँ हाम्रो खोला, यो चाहिँ पानी लागेको खोला हो, हेर्न सक्नुहुन्छ कति लगाइरहेको छ। यो चाहिँ झर्ना हो, झर्ना हेर्न सक्नुहुन्छ कहाँसम्म आएको रहेछ पानी भनेर। पुलै नागिसक्यो पानीले। अबको 2-3 दिनमा चाहिँ पानी लगातार आयो भने पुल पनि नाग्ने सम्भावना छ। पुल पनि नागेर आउन सक्छ अबको 2-3 दिन कन्टिन्यू पानी पऱ्यो भने चाहिँ। त्यो पानीले रोकेर रोक्न सकिने होइन, छिपेर छिप्न सकिने होइन। यो चाहिँ हाम्रो धरान आराधारा माथि आराधारामा हो। आराधाराको भ्यू हेर्न सक्नुहुनेछ, पल्लोपट्टि खोला बगिरहेछ। आराधाराको भ्यू हो यो। त्यही हिजोको पानीले गर्दाखेरि अहिले मान्छेहरू त्यति आउनु भएको छैनन्। अब पानी